अहिले चाहिँ हामी यता घोरेमा छौँ क्लासबाट भर्खर निक्लेर यता बाटोमा तिमी राम्रो छैनौ क्या यार तिमी राम्रो छैनौ यार भिडियो बनाउन लागेको भएर क्या पररीको गाडी आइयो त यार 여자들이 많이 있어요. 조금 마음이 그러면 여자친구한테 저녁 매일 이야기하는데 안 좋아요. 안 좋아요. त्यही पोल्ट्री बाहिर आएको छ होइन नाकभन्दा तल आउने फेरि त्यो हुनसक्छ फेरि ओ एभ्रिवान यो चाहिँ यो मोबाइलबाट सायद पहिल्यै भल्लको होला होइन यो चाहिँ अहिले चाहिँ हामी यता घोरेमा छौँ क्लासबाट भर्खर निक्लेर यता बाटोनिर हिँडि नै रहेको छौँ मोबाइल चाहिँ यस्तै गर्दा बित्तिकै मान्छेहरूले हेर्न चाहिँ सुरु भइसकेको छ तर चाहिँ हल्का फुल्का चाहिँ बोल्न चाहिँ आउँछ यताउता हेर्दै भए पनि अनि हाम्रो उता घरको बाजे पनि यतै नै बस्नु भएको रहेछ ए तिमी राम्रो छैनौ क्या यार तिमी राम्रो छैनौ यार अनि मास्क लगाए मान्छेको अनुहारै देखिन्न के देखाउनु अनि त्यही भएर के अनि अब होइन हामीले यो भिडियो बनाउन लागेको भएर क्या पररीको गाडी आइयो त यार हामी चाहिँ यता अहिले ठ्याक्कै घोरेको चाहिँ यो अब केही समयको लागि फुल उदाहरणको लागि भाइरल हुने रोडमा छौँ होइन अनि चाहिँ त्यही भएर चाहिँ यिनीहरूले पनि भिडियो सुरु गरिदिहाल न त भनेर भने अनि त्यही भएर चाहिँ सुरु गरिदिएको अनि साउन्ड पनि आउँदैन होला यहाँ पुरा गाडीहरू गरिरहेको छ नि त त्यही भएर आउँदैन होला हामी चाहिँ यहाँ केटीहरू धेरै छन् अनि फोटो खिचिरहेको छन् भनेर भन्छन् फुल क्यामेरा रोटेट हुन्न हेलो एभ्रिवान हामी चाहिँ ठ्याक्कै अहिले फुल भएको ठाउँनिर नि छौँ होइन अब चाहिँ माथितिर यो बोटमा त छैन क्या अनि चाहिँ यहाँ चाहिँ एकदम राम्रो राम्रो फुलहरू छ अब चाहिँ यहाँ मान्छेहरू पनि झम्लाई खाबुल्डानु यहाँ चाहिँ यो क्यामेराम्यान दाइ त के भनौँ भाइ नै रहेछ यहाँ चाहिँ एकदम राम्रो राम्रो फुलहरू फुलिरहेको छन् आज चाहिँ बाटै रातो भइदिइसकेको रहेछ यहाँ चाहिँ अनि फोटो के राम्रो आउला र फुलहरू पनि सबै पानीले झुम्म पारिदिइसकेको छ दामसे साजिङ सिगुल्ले हो हानी हो 사진을 찍는 것이 안 좋아요. 왜 그래요? 왜 그래요? 왜냐하면 여자들이 많이 있어요. 조금 마음이 그러면 여자친구한테 저녁 매일 이야기하는데 안 좋아요. 안 좋아요. लास्टमा आएर आन्छोयाले छोयाले बिगार्यो यार होइन त्यही त भनेर मैले के भने थाहा ल यो चाहिँ अब यहाँ सक्यो केटाहरू यता देख्यो नि यार क्यामेरा पनि देख्यो यहाँ चाहिँ राम्रो राम्रो मान्छे अनि यहाँ पनि अर्को चलिरहेको रहेछ ठिकै छ ठाउँहरू राम्रो चलिरहेको रहेछ एकचोटि चाहिँ सर र पछाडितिर हेरिदिउँ ठिकै छ ठाउँ यतातिरको अहिले चाहिँ मान्छेहरू मालिक फोनको मालिकले देखाइदियो भने एकदम ह्यान्सी छ केटाहरू अनि चाहिँ ओहो यहाँ मान्छेले टिकटक बनाइरहनु भएको रहेछ अहिले चाहिँ हामी चाहिँ कोरियनको क्लासबाट आएको होइन के नै भन्नु र यो नभए यो भिडियो पठाएँ म पोस्ट गरौँला नि त म राखौँला युट्युबमा राखिदिउँला अनि चाहिँ आज चाहिँ यहाँ धेरै पछाडि अगाडि क्यामेरा मार्नु भन्छ आएर अगाडि आएर अनि बुलो हल्का फुल्का भन कि आफ्ना राईहरू राख आज यो मौसम पानी आएर मौसम यस्तो भएर के रमाइलो गरम घुम्न जानु जस्तो लाग्छ यार अहिले निक्लै पर्छ जस्तो छ सायद कहाँ जानु जस्तो लाग्छ यस्तो बेला नि त जाँदा पनि एकदम रमाइलो हुन्छ नि त त्यत्तिकै हिँड्दैमा रमाइलो हुन्छ तर यो गाडीहरू चाहिँ नगरे उसकै झिझामर पनि लाग्छ त्यही भएर चाहिँ मेरो चाहिँ प्रत्येक उचोटि भिडियो बनाउने बेलामा चाहिँ यतिदेखि माथिको चाहिँ हुन्न त्यही भएर आज चाहिँ मोबाइल चाहिँ यस्तै क्वालिटी पारेर आएको छ होइन नाकभन्दा तल आउने फेरि त्यो हुनसक्छ फेरि होइन त्यस्तै छ हाम्रो माहौल अनि आज भोलिमा चाहिँ क्लासमा हुँदाहुँदै पानी आएको थियो डेली चाहिँ क्लास जानुभन्दा अगाडि एकछिन सुतेर जाने एकछिन रुममा सुत्ने अनि चाहिँ केही समयपछि जाने पानी लागेको होइन हामीलाई जाप्पै यस्तो अनि चाहिँ त्यही भएर चाहिँ आज क्लासमा एकदम निद्रामा झुलिएको थियो अनि
हामीलाई नि केटा तिमीहरूलाई हामीलाई नि ए यता भिडियो हेर्नु मक्कै नभएर केटा ठग्दिला नि अनि त्यही भएर ठिकै छ अब चाहिँ केटाहरूले एकछिन मोबाइल दिइहाल्यो अनि चाहिँ मैले सुरु गरिदिइहाल्यो ल यो चाहिँ सक्दिनँ केटा भिडियो एकछिनपछि गरौँ ए एकछिनपछि त भिडियो भयो नि न अब सकिहाल्छ क्या मोबाइल भन्ने चिज हेरेर लाएर हुन्छ ल बाई